राजा भित्र कैद परेको छ सुनको दरबारमा खिया लाग्दै गएको छ वीरको तरबारमा पिञ्जरा पिञ्जरा नै हो सुनै सुनको भए पनि कैदी भई बस्न चाहदैन जिउँदो मानिस कोही पनि। अब यो गनाउने तन्त्र हल्लिरहेछ लिङ 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 गरिरहेछ त्यही हो। होइन भने भाग्नलाई हेलिकप्टर खोज्नुस् एकपटक भनौ राजा हौं नारा लागेन अझै पर एकपटक जोरदारले बोलौ राजा हौं देश बचाऊ राजा हौं देश बचाऊ भ्रष्टाचारी मुर्दाबाद। हाम्रो लडाई कुनै दलका विरुद्ध होइन कुनै पार्टीका विरुद्ध होइन यो देश लुट्ने नेपाल आमालाई बलात्कार गर्ने भ्रष्टाचारी र देशद्रोहीका विरुद्धको आन्दोलनको सुरुवात भयो बिगुल फुक्यो एकपटक सबैले भनौँ बिगुल फुक्यो। सम्माननीय प्रधानमन्त्री जी म तपाईलाई विनम्रताका साथ यो संवैधानिक व्यवस्थालाई स्मरण गराउन चाहन्छु। अहिले दुर्गा प्रसाई लगायतका मानिसहरूलाई पशुपति खड्का लगायतका युवा मानिसहरूलाई तपाईले जुन राज्य विरुद्धको कसुर लगाउनु भएको छ आपराधिक उपद्रवको मुद्दा लगाउनु भएको छ तपाईले गणतन्त्र दिवसका दिन राज संस्थावादीहरूको आन्दोलनलाई दमन गर्नका लागि राष्ट्रिय युवा संघले बाघ जस्तो झम्टिन्छ भनेर भन्दा तपाईले आपराधिक उपद्रव गरेको हो कि होइन? तपाईलाई आपराधिक अपराधको मुद्दा लाग्ने कि नलाग्ने? पूर्व आतंककारीहरूलाई पूर्व डाकाहरूलाई पूर्व ज्यानमाराहरूलाई पूर्व हिंसा मचाउनेहरूलाई चाहिँ एउटा सन्देश दिउँ शान्तिपूर्ण पनि आन्दोलन हुन्छ देशमा चाहिने व्यवस्था चाहिँ शान्तिपूर्ण हिसाबले नै गर्न सकिन्छ भन्ने हिसाबले हामीले एउटा प्रस्तुति गर्न खोजेको। तर अब जनताको कुरा नसुन्ने राज्यले पेलापेलै गर्ने गर्यो भने त जनताले निर्णय गर्ने कुरा हो। भोलि मास कता जान्छ भन्ने कुरा त उनीहरूको पनि कन्ट्रोलमा हुँदैन हाम्रोमा पनि कन्ट्रोल हुँदैन। जस्तो अहिले हामीले कार्यक्रम गर्दै जाँदा हामी आफै हराउँछौँ कि कतिपय ठाउँमा। त्यही भएर जनता चाहिँ नभड्किँदै राज्यले व्यवस्थापन गरोस् भन्ने हाम्रो अनुरोध मात्र हो। कुनै राजावाद माओवाद लेलिनवाद यो चाहिँ ओलीवाद यस्तोतिर नलाग्नुहोस्। ओलीवाद पनि छ र बा? तर छ नि अहिले ओलीवाद हो यही हो बात। सुन्नुहोस् खानी मनासँग झुट्टा बोल्ने ठगी गर्ने आज नेपाली जनतालाई सबै गुन्द्रुक बनाउने है गुन्द्रुक भाषा बुझ्नुहुन्छ सुकुटी अहिले सुकुटी भन्छन् नेपाली जनतालाई। हेर्नुहोस् युवा जति सबै प्लान विदेशको दास बनाउने यही हो सरकारको नीति। यिनको आफ्नो ताकत भएको होइन। कुनै जमाना यस्तो थियो नि माओवादी भनेपछि बाकसुसै बराबर हुने भोट गर्नै नपर्ने जता हेऱ्यो उतै माओवादी उठ्ने। एमालेको दिन कस्तो थियो कुनै दिन हावाई एमाले पानी एमाले चरा एमाले रुखको पातै एमाले। अहिले एमाले के खोजे जस्तो खोज्नु पर्ने। याद गर्नुहोला तपाईहरूले 17,000 नेपाली जनताको शहादतमा तपाईको यो जुन अहिले तपाईहरू सत्तामा आरोहण हुनुहुन्छ प्रत्येक नेपाली जनताले 17,000 आफन्तको रगतको बदला लिने दिन आएको छ। तयार हुनु। पूर्व राजा भन्नुहुन्छ तपाईहरू के भन्नुहुन्छ? राजा पूर्व हुँदैन। यदि राजा पूर्व हुन्छ भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान प्रधानमन्त्री केपी ओली ज्ञानेन्द्र पूर्व राजा हुन् भने वर्तमान राजा देखाउ त को? एउटा राज संस्थावादी अभियन्ता दुर्गा प्रसाईले केपी शर्मा ओलीको 21 करोड डलर कम्बोडियाको ब्याङ्कमा छ भन्दा त्यसलाई मुद्दा लगाएर थुन्नुभयो होइन? वाह तपाईँ निरङ्कुश एकछिन निरङ्कुश राजा रहेछ कि तपाईँहरू? विदेशीबाट ऋण ल्याउने छोटे राजाहरू पाल्ने परदेश संरचना खारेज गर्ने एकदिन जोरदारका साथ नारा लगाउँ वरपर परदेश संरचना खारेज गर्ने। अर्को मुद्दा स्पष्टका साथ भन्छौँ हामी यो देश हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य हो। यो स्थापना गर्ने यो 4वटा मुद्दामा प्रधानमन्त्रीलाई नवीन सम्झौता गर्न म यहीँबाट अपिल गर्छु। होइन भने भाग्नलाई हेलिकप्टर खोज्नुहोस्। एकपटक भनौ राजा हौं नारा
राजे हौ देश बचाओ, राजे हौ देश बचाओ, भ्रष्टाचारी मुर्दाबाद। हाम्रो लडाई कुनै दलका विरुद्ध होइन, कुनै पार्टीका विरुद्ध होइन, यो देश लुट्ने, नेपाल आमालाई बलात्कार गर्ने भ्रष्टाचारी र देशद्रोहीका विरुद्धको यो आन्दोलनको सुरुवात भयो। बिगुल फुक्यो, एकपटक सबैले भनौँ बिगुल फुक्यो। सबै साथीहरू यो जोशका साथ बसौँ। यो एक दिन हुने छैन, आज मात्र हुने छैन। जबसम्म सरकारले यी 4वटा मुद्दा लागू गर्दैन तबसम्म तपाईहरु तयार हो? जय राष्ट्रवाद, जय नेपाल। धेरै धेरै धन्यवाद। साथमा लडौँ, एकजुटमा लडौँ, दाजु भाइ लिनेर लडौँ, चन्द्र र सूर्य झण्डा नचुक्दासम्म फरफराइ लडौँ। जय राष्ट्रवाद, जय नेपाल। जय राष्ट्रवाद, जय नेपाल। अब आज दोस्रो दिनको आन्दोलनमा हुनुहुन्छ, हजुर कस्तो हुँदैछ, कतिको उत्साहित हुनुहुन्छ? ठिकठाक जनसहभागिता पनि छ आन्दोलन? अब यो हाम्रो लक्ष्य पुरा नभएसम्मको निरन्तर यात्रा भएको हुनाले यसमा निराश हुने र उत्साहित हुने दुइटै छुट छैन। हामी सन्तुलित पाराले आफ्नो गर्नुपर्ने कर्म गर्दै जान्छौँ। अब यो हिंसा नगर्ने, शान्तिपूर्ण आन्दोलन गर्ने भनेर हिँडिरहनु भएको छ। अब विगतका आन्दोलनहरूका इतिहास हेर्दा पनि हिंसारहित परिवर्तन आएको घटना बिरलै देखिन्छन्। यस्तो अवस्थामा यो अवधारणा अहिले यो भन्नको लागि मात्रै भनिरहनु भएको छ कि अब परिआएको खण्डमा अब केही दिनपछि त्यो प्रकृतिमा पनि जान्छौँ भन्ने सोच होइन। हाम्रो मुख्य लक्ष्य चाहिँ के छ भने पूर्व आतङ्ककारीहरूलाई, पूर्व डाकाहरूलाई, पूर्व ज्यानमाराहरूलाई, पूर्व हिंसा मचाउनेहरूलाई चाहिँ एउटा सन्देश दिउँ। शान्तिपूर्ण पनि आन्दोलन हुन्छ, देशमा चाहिने व्यवस्था चाहिँ शान्तिपूर्ण हिसाबले नै गर्न सकिन्छ भन्ने हिसाबले हामीले एउटा प्रस्तुति गर्न खोजेको। तर अब जनताको कुरा नसुन्ने, राज्यले पेल्यापेलै गर्ने गऱ्यो भने त जनताले निर्णय गर्ने कुरा हो। भोलि मास कता जान्छ भन्ने कुरा त उनीहरूको पनि कन्ट्रोलमा हुँदैन, हाम्रोमा पनि कन्ट्रोल हुँदैन। जस्तो अहिले हामीले कार्यक्रम गर्दै जाँदा हामी आफै हराउँछौँ कि कतिपय ठाउँमा। त्यही भएर जनता चाहिँ नभड्किँदै राज्यले व्यवस्थापन गरोस् भन्ने हाम्रो अनुरोध मात्र हो। त्यही त सरकारले चाहिँ तपाईँहरूलाई सकेसम्म नियन्त्रण गर्न खोजिरहेछ। हिजोकै कुरा गर्दा पनि तपाईँहरूको कार्यक्रम केही घन्टा सारेर त्यो पनि एक किसिमको नियन्त्रण गर्न खोज्यो। आज पनि केही बेर अगाडि अलिकति अव्यवस्थित देखियो, गाडीहरू छोडेर ती प्रकृतिका कुराहरू पनि देखिए। सकेसम्म त नियन्त्रण गर्न खोजिरहेछ। यस्तो अवस्थामा अब आन्दोलन कति दिनसम्म कुन रूपमा कसरी अगाडि बढ्छ? होइन, हामी आफ्नो कर्म निरन्तर गर्दै जान्छौँ। राज्य त अब विरोधी पक्ष हो, उसले सकेको नियन्त्रण गर्न सक्नु उसको स्वभावै हो। तर हामी त्योबाट डराउँदैनौँ, विचलित हुँदैनौँ। हामी आफूले सकेको निरन्तर कार्यक्रम गर्छौँ र हाम्रा शुभचिन्तक जो धर्म चाहिन्छ, देश चाहिन्छ, स्वदेशी संस्कार चाहिन्छ, संस्कृति चाहिन्छ, आर्थिक पुँजीको विकास हुनुपर्छ, विदेशीको ऋण धेरै लिन हुँदैन भन्ने जुन विचार भएका व्यक्तिहरू छन् उहाँहरू हामीसँग आउनुहुन्छ र हामी बढ्दै जान्छौँ र आन्दोलन निरन्तर लिएर जान्छौँ। अब अहिलेसम्म त शान्तिपूर्ण आन्दोलन गर्नुभएको छ, खासै ठुलो सरकारले पनि केही त्यो हस्तक्षेपका कुराहरू गरेको छैन। तर जब जब तपाईँहरूले अलिकति हिंसातर्फ बढ्नुभयो, चैत्र 15 गते, त्यस्तै गरी सामूहिक गिरफ्तारीका कुराहरू आए, हिंसामा जाने बित्तिकै त सरकारले च्यापिहाल्दो रहेछ भनेपछि यो आन्दोलनलाई चाहिँ अब यही हिसाबमा सहज तरिकाले अगाडि बढेर यो व्यवस्था ल्याउँछु भन्न त एउटा सपना जस्तै हो भन्ने एउटा जनताको होइन। त्यो जे होस्, राष्ट्रभक्त पार्टी, धार्मिक पार्टीले हिंसाको जगमा के अरे राष्ट्रिय सम्पत्ति चाहिँ तोडफोड गरेर, निजी सम्पत्ति तोडफोड गरेर, मान्छेको जीवजन नाश गरेर चाहिँ ल्याउनु हुँदैन। त्यस्तो राजतन्त्र पनि चाहिएको छैन, त्यस्तो प्रजातन्त्र पनि चाहिएको छैन। हामीलाई समग्र नेपालीहरूले स्वीकार्ने र संस्कार संस्कृति सहितको समाज चाहिएको छ। हामी हिजोका दलहरूले जे गल्ती गरे त्यही गल्ती गर्दैनौँ। र भोलि एउटा कुरो के हुन्छ भने सबै नागरिकले हाम्रो कुरो बुझेर जब आफ्नो घरबाट धेरै टाढा जानु पर्दैन, आफ्नो घरको छेउको चोकमा निस्केर चाहिँ उहाँहरूले बसिदिनु भयो भने काठमाडौँभरिका सबै नागरिकहरू आफ्नो घर दैलोको चोकमा निस्केर बसिदिनु भयो भने आन्दोलन त्यसै सफल हुन्छ। राज्यका कुनै गाडी हिँड्न सक्दैनन्, सरकारी संयन्त्रहरू बन्द हुन्छन्। काठमाडौँमा त्यति हुने बित्तिकै 75 जिल्लामा आफै आन्दोलन हुन्छ। त्यही भएर त्यो आन्दोलनको मोडलै हाम्रो यो हो। त्यही कारणले हामीले यसैलाई कोसिस गर्छौँ। अब राज्यले भड्काउन खोज्छ, विरोधीहरूले उत्तेजित पार्न खोज्छन्, अब हाम्रो विरोधी नेताहरूले मनपरी बोल्छन् भनेर हामी त्यतातिर ध्यान दिँदैनौँ। हामीले सकेको संयम अप्नाउँछौँ। अब जनतै भड्केर केही गऱ्यो भने त्यो हामी आयोजकको जिम्मेवारी हुँदैन, किनभने हाम्रो माग बेलैमा पुरा गर भन्दा नगर्ने, भोलि जनता आक्रोशित हुनु भने त त्यो उनीहरूले भोग्ने कुरा हो। एउटा आयोजकहरूको कुरा गर्दा जति पनि यो संयुक्त जनआन्दोलन समितिका आयोजकहरू, अध्यक्षहरू हुन्छ, केहीले हिजो संसदमा टेबल ठटाउनु भयो बजेट आउँदाखेरि। अब एउटा व्यवस्थामा टेकिरहनु भएको छ, यही व्यवस्थाको मन्त्री, उप प्रधानमन्त्री हुनुभएको छ। निर्वाचनका कुराहरू पनि पटक पटक प्रश्न उठिरहन्छन्। आशंका त के छ भने आगामी निर्वाचनमा 2-4 सिट बढाउनका लागि भनेर यो यस्तो अस्त्र प्रयोग गरिरहनु भएको छ। उहाँलाई पनि खासै यसमा इन्ट्रेस्ट छैन। भोलिका दिनमा उहाँले आन्दोलन
नगरौँ भन्ने बित्तिकै आन्दोलन रोकिन्छ, जनताहरूले मात्रै दुःख पाउने हो, यो घाममा आउने हो भन्ने कुरा छ। यो चाहिँ आन्दोलन विरोधीहरूले चलाएको हल्ला हो। त्यस्तो कुरामा विश्वास गरेर कोही पनि नपर्नु होला, किनभने एउटा कुनै दलको कन्ट्रोलमा उसको दलको आहुति दलको नाममा चाहिँ हामीले हाम्रो राष्ट्रियता, हाम्रो धर्म संस्कृति, हाम्रो परम्परा, हाम्रो स्वदेशीपन हामी बेच्दैनौँ। र एउटा नेताले धोका दियो अर्को नेता तयार हुन्छ, तर विषय कहिले पनि हार्दैन होइन। एउटा व्यक्तिले धोका दियो भन्दैमा समग्र आन्दोलनले धोका खाने भन्ने हुँदैन, र एउटा व्यक्तिलाई लगेर थुन्यो भन्दैमा पनि आन्दोलन तुइँदैन। जस्तो दुर्गा प्रसादलाई थुनेर जुन सन्देश दिन खोजिरहेको थियो सरकारले, सबैलाई तर्साइरहेको थियो, झन् बढ्यो नि त मान्छे। यो हाम्रो नेपालीहरूको आफ्नो पहिचानको कुरा हो। यो पहिचानको कुरा जबसम्म स्थापित हुँदैन तबसम्म आन्दोलन भइरहन्छ। अब कति दिन जेल, कति दिनसम्म यहाँ जनताहरू सडकमा आइरहनु पर्छ? त्यो भन्नु भने चाहिँ त्यो पहिले राजा यो दिन आउँछ, यसो हुन्छ उसो हुन्छ भनेर बोल्ने त्यो भन्नेहरूको जस्तो पाराले म बोल्दिनँ। नेपाली जनताले जुन दिन सबैभन्दा बढी निस्केर साथ दिन्छन् त्यो दिन सफल हुन्छ। नेपाली जनताले कम साथ दिए भने हामीले सङ्घर्ष लामो गर्नुपर्छ, हामी दुःख गरिरहन्छौँ। सङ्घर्ष चाहिँ गरिरहन्छौँ, हामी छोड्दैनौँ। हस् त, समयका लागि धन्यवाद। दाजुभाइ तथा दिदीबहिनीहरू, धेरै कुराहरू धेरै ठाउँबाट धेरैचोटि सुनिसकियो। अहिले राज्यले राज संस्थावादी शक्तिलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान मार्ने उद्योग लगायतका मुद्दा लगाएर जिल्ला अदालतमा प्रतिवेदन पेश भएको छ। म तपाईहरूलाई विनम्रताका साथ निवेदन गर्ने अनुमति चाहन्छु। म कानुन व्यवसायी मान्छे, मैले तपाईहरूलाई वर्तमान संविधानका केही प्रावधानहरू निवेदन गरेँ र त्यो तपाईहरू समक्ष सम्प्रेषण भयो भने यो मेरो बोलीको अर्थ हुनेछ, नत्र केही छैन। यो संविधानको प्रस्तावनाले हामी सम्प्रभु सम्पन्न नेपाली जनता भनेर सम्बोधन गरेको छ। 3 करोड नेपाली जनता सम्प्रभु सम्पन्न छन्। तपाईँ आफूलाई धर्मनिरपेक्ष भनेर पशुपतिमा सुनको जलहरी चढाउने धर्मनिरपेक्षतावादीहरू तपाईका लागि यो संविधान यो राज्य सत्ता हो भने राज संस्थावादी नेपाली जनताको यो देश हो कि होइन? होइन भने नेपाली जनताको राजकीय सत्ता र नेपाली जनताको सम्प्रभु सत्ता भनेर के लेख्नु? सम्माननीय प्रधानमन्त्रीजी, म तपाईलाई विनम्रताका साथ यो संवैधानिक व्यवस्थालाई स्मरण गराउन चाहन्छु। अहिले दुर्गा प्रसाई लगायतका मानिसहरूलाई, पशुपति खड्का लगायतका युवा मानिसहरूलाई तपाईले जुन राज्य विरुद्धको कसुर लगाउनु भएको छ, आपराधिक उपद्रवको मुद्दा लगाउनु भएको छ, तपाईले गणतन्त्र दिवसका दिन राज संस्थावादीहरूको आन्दोलनलाई दमन गर्नका लागि राष्ट्रिय युवा संघले बाघ जस्तो झम्टिन्छ भनेर भन्दा तपाईले आपराधिक उपद्रव गरेको हो कि होइन? तपाईलाई आपराधिक अपराधको मुद्दा लाग्ने कि नलाग्ने? अब म तपाईहरुलाई फेरि जिम्मेवारीका साथ भन्दछु, तपाईको गणतन्त्र कहाँ संस्थागत हो? अहिले हामी संवैधानिक राज संस्थाको कुरा गरिराखेका छौँ। तपाईहरु पूर्व राजा भन्नुहुन्छ, तपाईहरु के भन्नुहुन्छ? राजा पूर्व हुँदैन। यदि राजा पूर्व हुन्छ भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वर्तमान प्रधानमन्त्री केपी ओली, ज्ञानेन्द्र पूर्व राजा हुन् भने वर्तमान राजा देखाउ त को? यस कारणले तपाईहरुलाई याद रहोस्, आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अहिले राजा ज्ञानेन्द्रलाई राज्य कोषबाट सुरक्षा निकाय दिनुभएको छ। राजा जहाँ जहाँ जान्छन् सुरक्षा निकायका मान्छेहरू अघि र पछि हिँडेका हुन्छन्। यो देशमा गणतन्त्र छ भने गणतन्त्रको बजेट खुवाएर राजालाई पालिराखेपछि कहाँ गणतन्त्र छ मलाई भन्नुहोस् हो कि होइन? नेपाली जनताले तिरेको कर खाएर हामीले संवैधानिक राज संस्था भन्यौं भने
तपाईँ कर्तव्य ज्यानको मुद्दा लगाउने होइन। आखिर वीर हो क्या वसुन्धरा, राज्य सत्ता भनेको बलियाले खाने दुब्लाले हिसाब राख्ने। याद गर्नुहोला, तपाईहरूले 17,000 नेपाली जनताको शहादतमा तपाईको यो जुन अहिले तपाईहरू सत्तामा आरोहण हुनुहुन्छ, प्रत्येक नेपाली जनताले 17,000 आफन्तको रगतको बदला लिने दिन आएको छ। तयार हुनु होइन भनेदेखि राजा भित्र कैद परेको छ, सुनको दरबारमा खिया लाग्दै गएको छ, वीरको तरबारमा पिंजरा पिंजरा नै हो, सुनै सुनको भए पनि कैदी भई बस्न चाहदैन जिउँदो मानिस कोही पनि। यसकारण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, श्रीपाद बडा महाराज धिराज पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा वीर पूर्वजले आर्जेको यो देश, यसमा तपाईँ विदेशीका कठपुतलीहरूको राज्य सत्ता गर्ने दिन गयो। एउटा कुरा म तपाईलाई निवेदन गरौँ, यो देशमा गणतन्त्र आएको गणतन्त्रवादी साथीहरू पनि सुन्नुहोस्, यो 18 वर्ष पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले के भने? नेपाल ठग भने होइन। नेपाल ठग किन भने? किनभनेदेखि जो बाइडेनको टाइमदेखि नै नेपालको धर्मलाई समाप्त गर्नका लागि युएसएआईडी मार्फत करोडौं डलर नेपालमा भित्र्याएको रहेछ। यो देशका डाक्टर, कलाकार, मास्टर, वकिल, विद्यार्थी, राजनीति को त्यो युएसएआईडी को डलरबाट पालिएका रहेछन्। थाहा भयो कि भएन? हिजो यो देशमा संवैधानिक राज संस्था हुँदा यस संसारका 116 वटा राष्ट्रहरूले नेपाललाई शान्ति क्षेत्र भन्थे। त्यो नेपाललाई शान्ति क्षेत्र भन्ने अमेरिका, बेलायत, युरोप लगायतका देशहरू जुन नेपाल शान्ति क्षेत्र थियो, त्यो देशलाई आज अमेरिकाले ठगहरूको मुलुक भनेपछि गणतन्त्रवादी ठग नभएर को हो? आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईलाई विनम्रताका साथ निवेदन गर्ने अनुमति चाहन्छु। यो देशमा तपाईले गणतन्त्रको आन्दोलन गर्दा यो देशको सम्पत्ति पम्फा देवीले विश्व ब्याङ्कमा लगेर राखेको छ भन्नुहुन्थ्यो, स्विस ब्याङ्कमा थुपारेको छ भन्नुहुन्थ्यो। त्यतिखेर त राजा ज्ञानेन्द्रले तिमीहरूलाई पक्रेर कारबाही त गरेनन्, तर एउटा राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईले केपी शर्मा ओलीको 21 करोड डलर कम्बोडियाको ब्याङ्कमा छ भन्दा त्यसलाई मुद्दा लगाएर थुन्नुभयो होइन? वाह, तपाईँ निरङ्कुश राजा रहेछ कि तपाईँहरू हुनुहुन्छ? त्यो निरङ्कुशताको प्रमाण, योभन्दा बढी प्रमाण के खोज्नुहुन्छ? यसै कारणले गर्दाखेरि म तपाईहरूलाई फेरि निवेदन गरौँ, यो संविधानको धारा 274 यसले के भन्छ? नेपालको अखण्डता, स्वाधीनता, सम्प्रभु सत्ता नेपाली जनताको सद्भाव भन्दा बाहेक अरू सम्पूर्ण कुरा यो संविधानले नेपाली जनतालाई स्वतन्त्र छोडेको छ भनेपछि तपाईले लेखेको संविधानमा गणतन्त्र अपरिवर्तनीय भनेको छैन। तपाईँ कहाँबाट गणतन्त्र अपरिवर्तनीय भन्नुहुन्छ? पढ्नु त भएको छ। म जस्ता वरिष्ठ अधिवक्ताहरू कांग्रेसमा छैनन्, एमालेमा छैनन्, माओवादीमा छैनन्। हिजो तपाईले सडकमा आन्दोलन गरेर गणतन्त्र ल्याउनुहुन्छ, मैले सडकमा आन्दोलन गरेर राष्ट्र स्थापना गर्नु किन हुँदैन? म तपाईहरूलाई एउटा कुरा निवेदन गरौँ, संविधानको 2019 को संविधानको प्रस्तावनामा अघि आदरणीय नेता केशर विष्टले पनि भन्नुभयो, म तपाईलाई संवैधानिक प्रमाण दिएर भन्दैछु, नेपालको राजगद्दीका उत्तराधिकारी भनेको आर्य संस्कृति हिन्दू धर्मका अनुयायी गद्दी नसीन श्रीपाद बडा महाराज धिराजका सन्तति नेपालको राजगद्दीका उत्तराधिकारी हुनेछन् भनेर संविधान र कानुनले भनेपछि अब राजा यो हुन्छ र त्यो हुन्छ, यो बहसको विषय होइन। हामीले त्यसलाई आत्मसात गर्नुपर्छ। म तपाईहरूलाई निवेदन गरौँ, राजा ज्ञानेन्द्र हरेक गाउँ जिल्लामा जाँदाखेरि श्रीपाद महाराज धिराज ज्ञानेन्द्रलाई हाम्रो गाउँ जिल्लामा स्वागत छ,
ब्यानर लेखेको हुन्छ होइन? त्यो देशमा गणतन्त्रको सिडिओ पनि त छ, त्यो गणतन्त्रको प्रहरी पनि त छ। राजा भनेर जनताले स्वागत गर्दा त्यो सेना र प्रहरीले त सुरक्षा दिइराखेको छ। गणतन्त्र कहाँ छ मलाई भन्नुहोस् त? देखिन्छ कहाँ थियो बास अघि मको थिए, कसो हुँदा यो पिञ्जरा लिँदो भए, कहाँ छ सानो कुन साथ लिकन तलाई मालम छ कि हो। मैले अब अलिकति बुझेको छु कुरा, 2 लाइन बोलेर मैले मेरो कुरा टुङ्ग्याएँ। भर्खरै हामी रैती हुन चाहन्नौँ, हामी वंशवादमा विश्वास गर्दैनौँ भन्नुहुन्छ गणतन्त्रवादी साथीहरू। म तपाईँहरूलाई निवेदन गरौँ, हिजो मात्रै बजेट भाषण भयो। यो देशका राष्ट्रपति र उपराष्ट्रपतिको लागि यो अहिलेको बजेटमा 2 अर्ब 46 करोड 40 लाख त्यो परिवार पाल्नलाई पैसा तिर्दै हुनुहुन्छ। राष्ट्रपतिको लागि, राजाको लागि त उपराजा हुँदैन नि, राष्ट्रपतिको त उपराष्ट्रपति पनि हुँदो रहेछ। राजा एउटा भयो भने कमसेकम 20-25 वर्ष राज्य सत्तामा बस्ला। त्यो 5 वर्ष यदि राष्ट्रपति र उपराष्ट्रपति चाहनुभयो भने त्यो 25 वर्षमा तपाईँले 10वटा परिवार आजीवन पाल्नुपर्छ। कुन कुन परिवार पाल्छौ? हामीले त एउटा परिवारको कुरा गरे। यसै कारणले गर्दा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईँहरूलाई विनम्रताका साथ निवेदन गर्ने अनुमति चाहन्छु। अहिले भर्खरै विद्यादेवी भण्डारीजी चीनको भ्रमणमा हुनुहुन्छ। उहाँले चीन भ्रमणमा चीनका नेताहरूसँग कुरा गर्दा त्यहाँ बुद्ध धर्मका अनुयायीहरूको व्याख्या र विश्लेषण गर्नुभएको छ विद्यादेवी भण्डारीजीले। तर भगवान बुद्ध राजा शुद्धोधनको छोरा होइन, अनि भगवान बुद्ध पैदा गर्ने राक्षस त हामीले खोजेको 17,000 का हत्यारा खोजेको होइन। यसकारणले आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो बुद्धत्वको देश, अनि त्यहाँबाट तपाईँ गणतन्त्रको प्रधानमन्त्री भएर पशुपतिनाथमा सुनको जलहरी चढाउँदा भगवान पशुपतिले तपाईँलाई श्राप दिनुहुन्छ होला कि वरदान दिनुहुन्छ होला, याद गर्नुहोस्। यसै कारणले गर्दा हामीले संवैधानिक राज संस्थाको पुनर्स्थापनाको लागि तपाईहरू समक्ष, आम नेपाली जनता समक्ष जे निवेदन गरेको छौँ, त्यसमा तपाईहरूको निरन्तर क्रियाशीलता सहभागिताको लागि अपेक्षा गर्दै म मेरा वाणीलाई विश्राम दिन्छु। धन्यवाद। म यही काठमाडौँबाट मुनामाइजू फुटुङ। हजुर, अनि यो 2 दिन आजदेखि आउनु भएको छ होला हैन? अहिले 2 दिन मात्रै होइन, हरेक आन्दोलनमा हामी समावेश छौँ। कस्तो हुँदैछ त नि आन्दोलन? कस्तो लागिरहेछ? हुनसम्म भइरहेछ। के भइरहेछ? अब यो गनाउने तन्त्र हल्लिरहेछ, लिङ 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 गरिरहेछ, त्यही हो। तर सरकारले त तपाईहरुलाई सकेसम्म नियन्त्रण गर्न खोजिरहेछ। हिजो त उहाँले कति गर्ने भने 3 करोड जनतालाई मध्यमा तपाईहरू पनि पर्नुहुन्छ क्या। तपाईहरू पनि नेपाली जनतामा पर्नुहुन्छ, आन्दोलनमै आउनु भएको छ। तपाईहरू पनि इन्टरभ्यू लिनुहोस्, अन्तर्वार्ता लिनुहोस्, जेले पनि तपाईँ आन्दोलनमा चाहिँ समावेश हुनुहुन्छ। सुन्नुहोस् यहाँ, राम्रोसँग बुझ्नुहोस्, राज्यले के मात्रै गरेन, तपाईहरू जस्तो युवा चाहिँ पत्रकारहरूलाई भित्र राखेर चाहिँ गोली हानेर मारेर चाहिँ आग लगाइदिन, त्यही हो तपाईहरूको नीति। राम्रोसँग बुझ्नुहोस् कुरा, भोलि तपाईँहरूलाई पनि त्यही स्थिति हुन्छ। राष्ट्रवाद भन्नुहोस्, कुनै राजावाद, माओवाद, लेलिनवाद, यो चाहिँ ओलीवाद, यस्तोतिर नलाग्नुहोस्। ओलीवाद पनि छ र बा? तर छ नि, अहिले ओलीवाद हो, यही हो बात। सुन्नुहोस् यहाँ, खानी मजासँग झुट्टा बोल्ने, ठगी गर्ने, आज नेपाली जनतालाई सबै गुन्द्रुक बनाउने। है, गुन्द्रुक भाषा बुझ्नुहुन्छ? सुकुटी, अहिले सुकुटी भन्छन् नेपाली जनतालाई। हेर्नुहोस्, युवा जति सबै प्लाइन विदेशको दास बनाउने, यही हो सरकारको नीति। तपाईहरू पनि युवा हो मान्छे, यिनलाई त पङ्गु बनाउनुपर्छ। तपाईहरूको पनि हात छ, गर्नुहोस्, फर्किनुहोस्। तर किनभने राष्ट्रियता बनिदिनुहोस्। तर तपाईहरू युवा कति मान्छेहरू हेर्नुहोस् बाकसमा आउँछन्। आज यो देशमा परिवर्तन चाहेका थिए, राजाले गरेन भन्ने दिमागमा घुसाइदिएका थिए, हो जनता फर्केका थिए। तर यिनले अति अन्याय र अकृति अधर्म गरेको कारणले तिनै जनता अहिले त चोर भन्न थालिन्। उनीहरूले राजालाई चोर भन्थे, राजा त चोर होइन रहेछ नि त। यो एउटा आक्षेप मात्रै लगाएको रहेछ। त यसलाई राम्रोसँग मनन गर्नुहोस्। हेर्नुहोस्, बलि राजा जस्तो ज्ञानेन्द्र राजा, बलि राजा, अति दान गर्न सक्ने। हेर्नुहोस्,
लागेको सिर्पेज, बसेको सिंहासन, राज दण्ड सर्लक्क लाएर जनताका नासा जनतालाई क्या दानवीर बलिराजा उहाँहरूले हेर्नुहोस् यत्रो आन्दोलन कति मान्छे मार्नुभयो, अहिले पनि अस्ति पनि मार्नुभयो, अझै मार्ने उद्देश्य छ उहाँहरूको। तर नैतिकताको आधार हो भने उहाँले राजीनामा गरेर सर्लक्क लाएर बुझाउनुपर्छ। एक कुरा कस्तो छ भने चाहिँ अब ज्ञानेन्द्र शाह फेरि राजगद्दीमा फर्क्यो भनेपछि आम जनताको कुरा के छ भने चाहिँ उहाँको मनमा जसरी वीरेन्द्र शाहको वंशै नै विनाश गरेको थियो, यदि राजगद्दीमा उहाँ फर्क्यो भने के उहाँको छानबिन हुन्छ त? तर भन्ने कुरा भग्नुहोस् यहाँ, ल फेरि ल्याउनुको कुरो राजा ज्ञानेन्द्र श्री 5 वीर विक्रम शाहदेवले के भन्नुभएको छ भने सत्य सत्य नै हुन्छ भन्नुभएको छ। त्यो जति दरबार हत्या गरेर चाहिँ सबै यिनैले गरेको हो। राजालाई ताकेको गोली हात घच्याडेर चाहिँ राखेको राजा, यसलाई भारी बगाउनुपर्छ भनेर राखे हो। सुन्नुहोस् यहाँ, नत्र यिनले कसलाई आक्षेप लगाउँथे? सबै विदेशीसँग मिलेर सुन्नुहोस्। अब दिपेन्द्रले चाहिँ हेरे गोली हान्यो अरे, मरे दिपेन्द्रले गोली हान्छ? त्यो कहिले ठहर हुने कुरा हो? दाजुको मृत्यु भएपछि त्यही त सुन्नुहोस् न, यहाँ ज्ञानेन्द्र शाहले राजगद्दी आरोहण गर्नुभयो, सत्ता चलाउनु भयो, खोइ त कतिजना आफ्नो दाजुको हत्याको परिवारको वंश पक्रेको भाग्नु न। सुन्नुहोस् यहाँ, उहाँ राजा मात्रै भएको हो, राजा मात्रै भएको हो। उहाँ 3 चोटि कि 2 चोटि हुनुभयो राजा। ल सुन्नुहोस् यहाँ, कतिचोटि हुनुभयो? 2 चोटि हुनुभयो। राज्य कति चलाउनु भयो? पहिलाको सिंहासनमा बस्दाखेरि उहाँको के अवस्था थियो? राणाजीले राजा यो मियो चाहिन्छ भनेर राखेका रहेछन् नि त। 3 वर्ष 4 वर्षको चाहिँ शाहवंशीलाई अरू भागेर गइगे, बस्न दिएनन्। सुन्नुहोस् यहाँ, उहाँलाई सिंहासनमा राख्नुभयो, उहाँको के अधिकार चल्यो? अब के त राजा फर्किने सम्भावना देख्नुहुन्छ तपाईँ? त फर्काउने हो, फर्किने होइन। सुन्नुहोस् यहाँ, बहुदल देख्नु भएको छ, अहिले गणतन्त्र देख्नु भएको छ। नकराउनु न यस्तो हो। यही त छ विडम्बना तपाईँहरूको। यो कुनै बहुदल, तपाईँले गणतन्त्र भनेर सुनेको थियो? हामी गणतन्त्र ल्याउँछौँ भने जनताले यिनीहरूलाई स्वीकारे हो त? छातीमा हात राखेर भन्नुहोस् मिडियाजी, होइन भने यस्तो चाहिँ पङ्गु कुरा नगर्नुहोस्। तर यो कुनै हेर्नुहोस्, यिनीहरूले कुनै पनि अवस्थामा राम्रो काम गर्दैनन्, सिधै देखिया छ। तर यस्तो कुरालाई पछि पारेर नचाहिएको कुरा अगाडि नसार्नुहोस्। अहिले मैले भनिसकेँ है, राजाले 3 वर्ष चलाए, ज्यान जोगाउनै मुस्किल। हेर्नुहोस्, खनिएका गर्न खोजेका थिए, कुनै पनि कार्यालयहरूमा टाउका घट्टो जुनाइदिएका थिए। त्यो बेला काम गर्ने मान्छेले राम्रोसँग गर्न पाए। सुन्नुहोस् यहाँ, लेखनदासहरू वकिलहरू भित्र पस्न नपाउने, सारा घुसपिस दिन नपाउने, अपच भयो। पचेन, सबै युनियन खडा गरेर किन हुन्थ्यो? जनतालाई पचेन, जनतालाई पचेन। सुन्नुहोस् यहाँ, काम गर्न दिनु भएन, झुट्टा आरोप आक्षेप लगाएर उहाँलाई पहुँचाउनु भयो हो, बुझ्नुभयो उहाँले। हेर्नुहोस् अहिले कति नराम्रो बोलिरहेका छन् उहाँलाई। अहिले हेर्नुहोस् यहाँ, ल तपाईँले भन्नुभयो नि सरकार नै गयो। त्यो बेला पनि 46 सालदेखिको बौद्धले घोषणा भएपछि राजा खोपा आवेशन कारोबार चलाउने यिनै हुने, यी कुकुर हुन्, यी उडार हुन्। यिनले लुस्ता केही छैन यहाँ देशा। अब अहिले जसलाई जतिसुकै आश्वासन दिउन्, तर छैन, भित्र केही छैन। मुखले शान्ति गराउने हो, काम गर्न सक्दैनन्। अब कहिलेसम्म सडकमा बस्नुहुन्छ त बुवाहरू? अब हजुरहरू राजालाई नल्याउन्जेलसम्म यिनै जनताले ल्याउने हो। राजाले जनताका नासा जनतालाई सुम्पेको हो। अब जनताको नासो जनताले फेरि ल्याऊ हाम्रो नासो। अब राजै चाहिन्छ भनेर उहाँलाई चाहिँ जिम्मा लाउने हो, सिंहासनमा राख्ने हो। नीति नियम उहाँले पनि विचार केही बदल्नुपर्छ। अब यो देशमै भन्नुभएको छ नि, कल कारखाना सारा विकास भने के त? अब तर भएका जति त यिनले जम्मै बेचिया हो नि, तपाईँहरूलाई सबैलाई थाहा छ। राजाले बेचिया हो, राजाकै शासनकालमा भन्नु न। त्यसो नभन्नु न, उहाँको केही अधिकारै थिएन भने। 2065 सालभन्दा अगाडि नै सबै कसरी अधिकार हुँदैन भन्नुहुन्छ के तपाईँ? भन्नु न, यस्तो हो क्या, राजाकै कालमा सिद्धियो सबै। सुन्नु न, त्यसको दोष त्यस्तो मलाई पनि लाग्ने भयो। होइन, यस्तो हो। त्यो यति दोष लाग्ने हो भने राजालाई कारवाही गरिदिउँ न त भने। अब हेर्नुहोस्, अदालत उहाँकै, सुरक्षाकर्मी उहाँकै, सरकार उहाँकै,
सबै नेपाली जनता गणतन्त्र बनाएर उहाँले नै कब्जा गरिराखेको छ। उहाँलाई कारबाही गरिदिउँ न भने अब किन मागिराखेको त? त्यो राख्नुपर्ने कुरा छ। जनतालाई के भन्ने त धेरैजनाले हेरिराख्नु भएको छ, सुनिराख्नु भन्नुहोस् यहाँ। तर अब यसो हिजोको जनसागर देख्नुभयो होला। गत 25 गतेको मारोतेरा सरकार पोखराबाट काठमाडौँ आएको बेलाको जनसागर देख्नु भएको होला। त्यो कसलाई धम्काउनलाई उसका गुन्डाहरूलाई तर्साउ कब्जा गर भनेको। हामीले त हिजो त दुम लुकाएर भाग्ने भन्छ नि, गल्लीको कुकुर दुम लुकाएर भाग्ने जस्तो गरी खबरदार, कुनै साथीलाई रिस उठ्यो होला, अन्यथा लाग्यो होला, पुलिसको 2 लट्ठी बरु खानुहोस्, तपाईँहरूले हात उठाउन पाइँदैन। राष्ट्रवादी मान्छेले पुलिस कुट्ने होइन, राष्ट्रवादी मान्छेले पुलिसलाई दुःख दिने होइन। पुलिस त हाम्रा दाजुभाइ हुन्, बिचरा अहिले पार्टीको कार्यकर्ता भएका छन्, नभए जागिर खोजिदिन्छ। अब के गर्छ? यो मर्का हामीले बुझिदिनुपर्छ, यो मर्का हामीले बुझिदिनुपर्छ। हाम्रै दाजुभाइ हुन्, त्यो पुलिसलाई पनि रित्तै अर्को दाजुभाइ कुट्ने रहर हुँदैन। कुटिया जस्तो गरेर हाकिमलाई हाजिर बजाउनु पर्छ। एउटा गाला छापिदिनुहोस्, बेसरी हामी सिनेमामा खिच्छ नि त्यस्तो, पुलिस बोलाएर एउटा गालामा हाम्रो दाजु भन्नुहोस्, हारेर जस्तो सिनेमा खिचेर पठाइदेऊ गोलीलाई भन्नु। मान्छे मारेर मात्रै आएका, दुनियाँलाई धम्काउन मात्र जानेका, कानुन जति आफ्नो खल्तीमा हालेर दुनियाँलाई दुःख दिन पल्केकाहरूले, बेइमानहरूले, गद्दारहरूले राष्ट्रघातीले शासन गरेको दिन छ आज। हेर्नुहोस् त, यस्तै किसिमबाट गत 15 गते कोटै 3 कुनेमा गरेको कार्यक्रममा दुर्गा प्रसाईलाई राष्ट्रघाती आरोप लगाएर थुनेको थुनै छ। यो कानुनले यदि यो कानुन अदालत पनि पार्टीको कार्यकर्ता हुने हो भने दुर्गा प्रसाई 3 वर्षदेखि 20 वर्ष जेल पर्छ। तपाईँ हामी राष्ट्रवादीले त्यो खपेर बस्ने हो? मलाई दुर्गा प्रसादको बानी पटकै मन पर्दैन। हेर्नुहोस्, फेरि बानी मन परेन भनेर देशको निमित्त मरिमेट्ने मान्छेलाई अन्याय भएको हेरेर बस्नु हुँदैन। त्यसकारण आजको यो सभाले दुर्गा प्रसादको लगायत हाम्रो ललितपुरको जिल्ला सभापति कमल विष्टको र अरू सयौंहरूलाई राष्ट्रघाती मुद्दा लगाएर थुनिराखेको, त्यसको जोरदार रिहाईको म माग गर्न चाहन्छु। अर्को कुरा यो यिनीहरूले कसको बलमा यो सबै काम गरिराखेको छ भने यिनको आफ्नो ताकत भएको होइन। कुनै जमाना यस्तो थियो नि, माओवादी भनेपछि बाकस उसै बराबर हुने, भोट गर्नै नपर्ने, जता हेऱ्यो उतै माओवादी हुने। एमालेको दिन कस्तो थियो? कुनै दिन हावै एमाले, पानी एमाले, चरा एमाले, रुखको पातै एमाले। अहिले एमाले के खोजे जस्तो खोज्नु पर्ने। तपाईँहरूको जानकारीको लागि म भन्दैछु, मैले भर्खर सूचना पाएको दाङको एमालेको कार्यकर्ताहरूले सिङ्गैले एमाले छोडिदिएर यो राष्ट्रवादी आन्दोलनमा सम्मिलित भए। तर एउटा कुरा हामी सबैले ख्याल गर्नुपर्छ, यो राष्ट्रवादी आन्दोलनको संयोजक नवराज सुवेदी हो। यसका मुख्य 4 घटकहरू छन्। राप्रपा छ, राप्रपा नेपाल छ, राष्ट्रिय शक्ति नेपाल छ, अनि अरू सारा राष्ट्रवादी साथीभाइहरू त्यहाँ गाँसिनु भएको छ। यो 45 वटा संस्था मिलेर गरेको काम हो। कुनै पनि काम गर्दाखेरि एउटा मात्रै दलको मनपरी भएको जस्तो, एउटा मात्रै दलको वर्चस्व भएको जस्तो, एउटा मात्रै दलले चेपाचेपी गरे जस्तो भाव भयो भने भोलिदेखि मान्छेमा वितृष्णा सुरु हुन्छ। त्यसो भएको हुनाले हाम्रा सबै सभामा, हाम्रा सबै आयोजनाहरूमा सबैको त्यो हैसियत र बन्दोबस्त हुने गरी हामीले काम गरेनौँ भने यो आन्दोलनलाई धक्का पर्छ। यो आन्दोलनलाई धक्का पर्नु भनेको
अप्रत्यक्ष तरिकाले घुसपैठ हुनु हो, याद गर्नु। राजाका विषयमा पनि जसलाई जे मन लाग्यो त्यो मन परी कुरा गर्न पाइँदैन। सरकारले संवैधानिक राज संस्था भनेको छ। यो संवैधानिक राज संस्थाभित्र जे पर्छ राजा त्यही हो। आफूलाई मन लागे जस्तो यस्तो राजा उस्तो राजा यो राजा ओ राजा छोरा राजा नाति राजा गर्न पाइँदैन। सुविधार गर्नु। हामी के कामका लागि हिँडेका छौँ त्यो काममा हिँड्नुपर्छ। त्यो काममा चित्त बुझ्दैन नहिँड्यो। काममा चित्त बुझ्ने मान्छेले बेकायदा गर्नु सक्दैन। अब यहाँ गलत भावना पनि भएको छ। अस्ति एउटा साथीले आन्तरिक छलफलमा राम्रै कुरा गर्नुभएको थियो। बाहिर बजारमा त के हो हुँदै नभएको कुराहरू गरेर यहाँ बहल भइरहेछ। त्यो कुरा होइन। म भन्छु म त्यो समितिको मान्छे हो, त्यो कुरा होइन। तर अहिले बजारमा छापछाप्ती तपाईँ हामीले बुझ्यौँ सुन्यौँ भने मलाई यो कुरा प्रश्न पार्न जरुरी जस्तो लागेन। भित्रभित्र मान्छेले मन पकाएर बस्नु हुँदैन। मन पाक्यो भने त्यसको इनर्जी पाक्छ, त्यसले काम गर्न छोड्छ। साथी हो, जीवनभरको दुःख हराउनुको निमित्त 2-4 दिनको दुःख हामीले खप्नुपर्ने छ। यो 2-4 दिनको दुःखको लागि हिजो आज यत्रो आम दाजुभाइ दिदीबहिनीले सहभागिता देखाइदिनु भयो। भोलि पनि छ, पर्सि पनि छ। हामी बिल्कुलै भद्र अवज्ञा आन्दोलन गर्ने हो। ज्यादै नै बढ्दा भयो भने ओलीले कुरा बुझ्दै बुझेनन् भने ज्यानले पनि बुझेन भने त्यसलाई जबरजस्ती बुझाउने अवस्था यो जबरजस्ती बुझाउने अवस्था नपरोस् भन्ने हाम्रो विनम्र अनुरोध हो। बुझ्नेलाई इसारा काफी छ, नबुझ्नेलाई हनुमान चाहिँ अब राजा आयो। सनातन पहिचान सहितको हिन्दू अधिराज्य आयो। संहिता खारेज भयो। 36,000 मान्छेले प्रतिदिन आज यो मुलुकमा 36,000 मान्छेले संहिताको नाममा मासु भात खाइरहेको छ। 36,000 मान्छेले त्यो वडा समितिदेखि वडा कार्यालयदेखि त्यो चाहिँ नि तपाईँको प्रदेशको चाहिँ मन्त्रालय पददेखि केन्द्रको सम्म संहिताको नाममा देशमा ब्रह्मलुट भएको छ। त्यसकारण केन्द्र र तल्लो तहको मात्रै निकाय राखेर आवश्यकता अनुसारको अधिकार सबैलाई दिएर संहिता खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो। अघि मान्यजीले भनिहाल्नुभयो, तपाईँहरू सबैले बुझ्नुभयो। म अहिलेलाई यति मात्रै निवेदन गरेर तपाईँको जोस जाँगर नघटोस्। तपाईँहरूलाई चाहिँ नि अनेक किसिमका यहाँ खेलबाड गर्ने मान्छेहरूको सङ्ख्या धेरै छ। हिजो म लाजिमबागबाट 16 खुट्टे पार्टीबाट क्षेत्र पार्टीबाट असनेन्द्र चौक भएर यो तपाईँको उसमा आएको। म जस्तो 74 वर्षको मान्छेले त्यहाँभन्दा पर्दा कति हिँड्ने हो? रत्नबाग आइपुग्दाखेरि त ठाना राम भइसक्यो। तर राष्ट्रको निमित्त हो यो काम गरेको। अब त्यहाँ एउटा सभा भयो, त्यो सभामा केशरबहादुर छैन। लौ केशरबहादुर कता गयो भनेर रित्तै बुझेन होला।